काम दाम केही छैन हेरी बस ठुलो आफ्नै सुरमा चलिरह्यो सुरु सुरु नेतादेखि जनताका कुरा हाकिमदेखि पिउनका कुरा हिमाल पहाड तराईसम्म गाउँदेखि सहरसम्म सबको घरमा गुन्जिने ठुलो ठुलो हाय हाय ठुलो ठुलो हाय हाय ठुलो ठुलो जिन्दगी आफ्नै सुरमा चलिरह्यो सुरु सुरु नेतादेखि जनताका कुरा हाकिमदेखि पिउनका कुरा हिमाल पहाड तराईसम्म गाउँदेखि सहरसम्म ठुलो ठुलो हाय हाय ठुलो ठुलो भाग्यमा नहुँदा त जे गर्दा पनि नहुँदो रहेछ। अन्तिम एकपटक विदेश जाउँ कि भनेर यति खर्च गरे, दुःख गरे, पैसा लगाए, अहिले आएर क्यान्सल हुनु पर्ने। अब यहाँ यसरी बसेर केही भएन, घरतिरै जानु पर्यो। Ria, 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 Ria. ओए त्यो अध्यक्षको छोरा हैन हेर्न के भएछ त्यसलाई हो त यार को जाऊ दे दादा हजुर के भयो हजुरलाई मेरो जिन्दगी बेहाल बनाइनी केटा हो त्यो प्रियाले त्यही त दादा हजुर त्यो प्रियाले दाइको प्रेमलाई रिजेक्ट गरे जस्तो छ दादा हजुर भन्नु न मात्र त्यो प्रियाले हामी उठाएर लिएर आउँछ कहाँ हुन्छ र केटा हो त्यो कहाँ गयो भन्ने कुरा थाहै छैन कसरी उठाउने भने अरे दादा हजुर त्यो प्रियाको लागि कति रुनुहुन्छ के अब भन्नु न मात्र केटीको लाइन लगाइदिन्छौँ हामी हो नि दादा हजुर आदेश दिनु न मात्र के हो केटा बाग्बे यस्तो पनि कसैले खान्छ हिँडे त केटा लास्टै तना भएको छ केटा बियर खानुपर्छ है जा बियर लिएर आइज तिमीहरू गएर म जान्छु भनेको म जान्छु ठोक्दिनु के पैसा चाहिँ कसले दिन्छ नजानेको हो त तै जा हैन तै जा जान त फेरि अघि जान्छ त्यस्तो खोए जा म ए केटा के भयो के पैसा गरेर केटा जा मेरो नामबाट लिएर आइज जसले नि दिन्छ हस् दादा युँ गए युँ आयो तू ढिला रे कहाँ गयो तुमले आइहाल्यो ल दादा हजुर ल केटा ल चिल गर मेरो तर्फबाट आज यार
जान्दै बहुत गर्मी भयो यहाँ शीतल मौसममा ल हिँड यत्रो खोजिसके कहाँ जानु भएको होला दादा हजुर पनि लेट्ट पारे लेट्ट कहाँ खोजियो दादा हजुर त यहाँ पो हुनुहुँदो रहेछ त्यही जानु पर्छ दादा हजुर के हालत बनाइरहेको यस्तो कसले बनायो यस्तो घर जाऊ सेट्ट पारी लेट्ट नगर है बतासे आज म कहीँ जान्न चिल मुडमा छु म आज इन्जोय गर्ने हेर के हालत बनाएको यस्तो कस्तो ठाउँमा आएर बस्नु भएको जाम बरु उतै बसौला कुरा चाहिँ ठीक गरेछ बतासे दादा हजुर पत्रकार पूजा आउँदैछ सेट्ट पारी लेट्ट हो र बतासे ए बतासे खै चप्पल ल्याउँदै चप्पल होइन पत्रकारज्यू खै छोड्दा बतासे हाम्रो ऋण तिर्ने विचार छैन क्या तिर्ने हो नि जसरी नि तिरे भएन होइन 81 लगेको ऋण 82 लाग्दा पनि तिरेका छैन साउ त कुरै छोडौ ब्याज पनि तिरेका छैनौ तिमीहरूले खाएर नसामा बिर्स्यो कि के हो 40,000 ब्याज मात्रै खन्ती गनेर तिरेको होइन अरू मलाई थाहा छैन सबै ऋण तिर्नु पर्यो बाँकीको अन्जाम फेरि राम्रो हुने छैन है के भयो तिम्रो दादा हजुरलाई आज किन यस्तो हालतमा छन् पत्रकार हो भन्दैमा जे पाए त्यही नभन्नु है बरु तपाईँले राजा साहबको छिटो ऋण तिर्नु पर्यो सेट्ट पारी लेट्ट राजा साहब केही दिनको लागि मात्र बाहिर गई बक्सिनु भएको छ र त तपाईँको दिन ठिक चलिरहेको छ सेट्ट पारी लेट्ट अब दिन बिग्रिन्छ बतासे हेर्दै जाऊ केटा तिमीहरू के गर्न सक्छौ हेरौला म पनि गरिब छ भनेर हेपेको होला नि तिमीहरूले गरिब भएर के भयो त तिमीहरूले हाम्रो आत्मसम्मान किन्न सक्दैनौ अरू जे गर्छौ गर होइन केटा हो साँच्चीको त्यसले न्यु खोजिन र यसरी छुट छोड्यो भने केटा हो भोलिको दिनमा हाम्रो शासन पितलो हुन सक्छ नि त्यही भएर यसलाई छोड्न चाहिँ हुन्न है यो पूजालाई ठाउँमा ल्याउनु पर्यो केटा हो यसको अकर झार्नु पर्यो बुझ्यौ नि त्यही त दादा हजुर त्यो पूजालाई केही न केही त गर्नुपर्छ हो नि दादा हजुर आज तनाव भएको बेलामा झन् रिस उठाइ त्यसले पानी लिएर आऊ यो बियर त पच्दै पच्दैन भने कि बतासे लास्टै टाउ दुख्यो म त घर जाऊ घर गएर रेस्ट गर्नु होला सेट्ट पारी लेट्ट दिदी यो दसैँसम्म त प्रिया दिदी घर भेट्छ होला है टेन्सन भएको बेला यस्तो कुरा नगर न बहिनी
2 दिन भइसक्यो केही नखाएको। घरदेखि आउने बेलामा 6वटा मकैको रोटी प्लास्टिकमा भेटाएको थिएँ, त्यो पनि कता हरायो। अब त यो नुन मात्रै बाँकी छ। त टेन्सन नगर दिदी, केही न केही सोचौँला नि। हेर त दिदी, ऊ नानीलाई के थाहा छ कि सोधौँ न। बहिनी होइन, यो गाउँमा मेरो अर्को दिदी कहाँबाट आयो फेरि? हजुर दिदी, एकछिन यता आऊ त नानी। अनि नानी तिमी यही गाउँको हो? हो नि, म यही गाउँको हो। यो गाउँको नभए म यहाँ किन आउँथे त? यहाँ प्रिया दिदी बस्ने घर कुन हो थाहा छ तिमीलाई? हेर न, हामी नयाँ वर्ष मनाउन हिँडेको, दसैँ आउन लागिसक्यो, घर नै आउँदैन। ए, प्रिया दिदी त मेरो माइजू घरमा बस्नुहुन्छ नि। ए, त्यसो भए लागिहालौँ न त। ए, जाम न त, भोक निन्दा पनि लागेको छ। विक्रम, होइन कोही छैन क्या यो घरमा? ए मिनु, होइन कोही छैन क्या यो घरमा? घर नै रित्तै पारेर कहाँ गएको होला? यो विक्रम त मलाई लिन पनि गएन। फोन गर्दा फोन पनि उठाउँदैन, घरमा पनि छैनन्। यिनीहरूलाई मैले जानेको छु। ल दिदी, उहाँ प्रिया दिदीको साथी हो, उहाँसँग भेटघाइदिएको छु। मलाई अलि हतारसम्म गए। ल ल जाम। बाबा, म अफिस जाँदैछु है। हिजो केटा हेर्न आएको थियो, मलाई हेरेर गयो। हुर्के बढेको छोरी यसरी हिँड्नु हुन्थेन। छोरीको बिहे गरिदिनु पाएको भए मेरो तनाव हट्थ्यो होला। कति पटक भन्नु के बाबा हजुरलाई, अहिले बिहे गर्दिन के म। किन हजुरलाई बोझ भएर म? के भन्छन्? बाबामालाई कहिले पनि छोराछोरीको बोझ हुँदैन। गाउँले नाना थरीका कुरा गर्छन्, त्यही भएर भनेको नि। गाउँकाले त के भन्छन् नि। ल बाबा, अहिलेलाई म अफिस जान्छु। कमला पनि आउने बेला भएको छ है। ल म गएँ। पनि जानु पर्यो। कमला पनि अहिलेसम्म आयो। बारीमा के भयो, मकै बोडी के भयो, गोडगाड गर्नु थियो, त्यो अहिलेसम्म आयो। कुटो कहाँ राखेको छु मैले? फेरि कुटोलाई टेन्सन। ए, हेर्नु रहेछ कुटो। बाबा ढोगले। बाबा दिदी खै त? दिदी त अघि नै बिहानै अफिसमा गइसक्यो त। अनि परीक्षा कस्तो भयो त नि? राम्रै भयो बाबा, थाकेको छु, म आराम गर्छु एकछिन। ल ल, म पनि एकछिन बारीतिर गएँ। घरै बसेस् नि? दर्शन फुपू होइन, कहाँ गएको? कोही पनि छैन घरमा त। आउँदा आउँदा यो गर्मीमा के प्रश्न गर्नुभएको फुपू पनि? त्यस्तो होइन नि नानी, घरमा कोही छैन, लिन पनि गएनौ। अनि यिनी नानीहरू को हुन् नि? यिनीहरू मेरो साथीहरू हुन् नि फुपू। दर्शन, ल ल ठिक छ। विक्रम कहाँ गएको छ नि? फोन नि उठाउँदैन। लिला आउला भनेको छन्। दादा त पार्टीको मिटिङमा बाहिरतिर होइसिन्छ फुपू। हो, तिमीहरू यस्तै मनमानी गर्छौ, त्यही भएर घरको बुवा आजूले केटाकेटीको रेखदेख गर भनेर मलाई पठाइसकेको हो। म दादालाई फोन गरिहालेँ है त फुपू। नानीहरूको घर चाहिँ कता हो? ल बस बस। हामी चाहिँ यही सुनखरीदेखि आएको हो।
नानीहरू चाहिँ के थरीको हो नि? हाम्रो जात त ठकुरी हो। कुन ठकुरी हो नि? साई ठकुरी। ल ल जाऊ कुवा भित्रतिर। ल ल यी। ल आउने तिम्रो भित्र। आदरणीय दर्शकवृन्दहरू, यहाँहरूलाई स्वागत छ हाम्रो समय खबर टिभीमा। म पूजा विश्वकर्मा। आज हामी बसेरी गाउँको पल्लो गाउँमा गाउँको विकास भएको छ र सोही गाउँको विकासले यहाँका स्थानीय जनतालाई कतिको सहज र खुसी बनाएको छ। आउनुहोस् एकैछिन उहाँसँग बुझौँ। हजुरको शुभ नाम? यो बाटोको विकासले हजुरलाई कतिको फाइदा भएको छ त बुवा? सन्तानको नाउँमा एउटा छोरी थियो, धुमधाम गरेर विवाह गरौँला भनेर सोच्छु। कुन चाहिँले मेरो छोरीलाई दिउँसै आँखा हेर्दै म हेरिरहेको, दिउँसै बाइकमा राखेर हिँडिहाल्यो। हजुर बस्ने ठाउँमा एकाएक धमाधम पक्की सडकहरू बनिरहेको छन् त। यो पक्की सडक बनेकोले हजुरहरूलाई कतिको फाइदा बनेको छ त? फाइदै फाइदा छ नि हजुर। 3 वर्षदेखि मेरो सालो यही घरमा भतुवा भएर बसेको थियो। अस्ति यही सडकमा गाडीले किसेर मार्यो। अनि हिजो मात्र एउटा बेहुनी बाख्रा पाल्ने भनेर ल्याएको, त्यसले प्याट्टै पारिदियो नि। पहिला खाल्डा खुल्डी भएको हुनाले गाडी घोडा बिस्तारै हिँड्थे। अहिले त सडक भइसकेपछि त गाडीहरू फुल स्पिडमा। आदरणीय दर्शकवृन्दहरू, ल हेर्नुहोस्, यस गाउँका स्थानीय बासिन्दाहरू आफ्नो गाउँमा विकास हुँदा पनि खुसी भन्दा दुखी धेरै भएको पाएका छौँ। ल अगाडि बढौँ। नमस्ते, स्वागत छ यहाँलाई। हजुरको शुभ नाम? नेताहरूले चुनावमा जनतालाई याद गर्छन्, यसमा तपाईँको के भनाइ छ? हामी नेपाली आउँदो वर्षमा पनि फेरि भेटौँला भन्ने संस्कृति मान्छौँ। त्यही भएर नेताहरू त्यही गर्छन्, आउँदो चुनावमा फेरि भेटौँला। ल हेर्नुहोस् दर्शकवृन्दहरू, यहाँ के अचम्म भइरहेको छ। अरू ठाउँमा गाउँमा विकास हुँदा खुसी हुन्छन् भने यहाँ चाहिँ ठ्याक्कै अचम्मको घटना घटिरहेको छ। हेर्दै गर्नुहोला हाम्रो समय खबर टिभी। क्यामेरा पर्सन महेन्द्र साईको साथमा म पूजा विश्वकर्मा। धन्यवाद। के छ त अरू हालखबर? हालखबर त ठिकै छ। पूजा, ए छोरी एकैछिन बाबु है, म आएँ है। छोरी पूजा। भन्नु बाबा, को फेरि त्यो? केटो असल छ, तिमीलाई हेर्न आएको छ, एकछिन जाउँ न। मैले कति पटक भन्नुपर्छ बाबा, बिहे गर्दिन भनेर, फेरि अमेरिका बस्दो रहेछ रे, घर पनि छ रे। आउनु एकैछिन कुरा गरौँ न। This is for you. Thank you. यिनी हुन् मेरी छोरी पूजा। You are Pooja. You are watching beautiful. You cook. हजुर। हजुरले बनाएको? हजुर, मैले बनाएको। हामी नेपालीमा कुरा गरे नि हुन्छ त? ओ हेलो, वाइ नेपाली? myself Yara Rai, only English. I like your smell. Mention not. I tried using citizenship. Apply. No reply. But Indian people calling me in front. I said, I am coming bro, direct India. So, जसरी you coming bro, त्यसरी you get out bro. You calling me bro?
I am no bro. You going yourself or I kick out, bro? Hello, my service, NRI, shell service, get out. हेलो पंडित जी, यो कस्तो नमुना पठाउनु भएको? खाली हेलो हेलो गरेर दिमाग तताइरहेछ। अंग्रेजीको अचार बनाएर बर्बाद बनायो बच्चाले। ल ल कमला, ए कमला, यो कपाल उठाएर लैजा त। को नमुना हो फेरि त्यो? हेलो, इग्नोर इग्नोर। आपको केटा हेरौँला। कमला, ए कमला। बाबा के भयो बाबा? बाबा काका काका ए काका काका होइन के भयो बुढालाई? काका 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 ए काका 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 गयो क्या बेटा?